Hello everyone, it's me Asika Khadka. Welcome back to my channel. यो पालि चाहिँ अलि नयाँ खालको भिडियो लिएर आएको छु. सबै र्यान्डम ब्लग्सहरु मात्रै बनाइरहन्थे बट अहिले भर्खर 2026 को कमन एन्ट्रान्स एक्जाम सकिकन पनि रिजल्ट आइसकेको छ. I am 4th year optometry student and first C batch को स्टुडेन्ट हो. म चाहिँ 2021 मा मैले कमन एन्ट्रान्स एक्जाम दिएको र म स्कलरशिपमा पढिरहेको छु अहिले. So why not to make a video related to optometry and its courses भनेर चाहिँ के हेल्प हुन्छ भनेर मैले बनाएको हो. एकदम धेरै मेसेजहरु पनि आथ्यो हैन. सो म चाहिँ धेरै जसो अब तपाईहरुको डाउट चाहिँ क्लियर गर्ने कोसिस गर्छु यो भिडियोको मार्फतबाट. अप्टोमेट्री भनेको चाहिँ 4 वर्षको कोर्स हो है. सो हामीले 4 वर्ष आँखाको कोर्स त्यो पढिसकेपछि हामीलाई अप्टोमेट्रिस्ट भनेर भनिन्छ प्रोफेसनली हैन. अप्टोमेट्रिस्ट भनेको चाहिँ के हो त फेरि? अप्टोमेट्रिस्ट भनेको आई केयर प्रोफेसनल्सहरु हो हैन, जो चाहिँ प्राइमेरी आई केयर प्र्याक्टिसनर्सहरुमा परिन्छ हैन. हामीले केमा स्पेशलाइज गरेको हुन्छ भन्दाखेरि डिजिजको डायग्नोसिस, management, treatment and prevention हैन, and related to disorders of visual system त्यसमा चाहिँ गरेको हुन्छ यो 4 वर्षमा चाहिँ हैन. सो एलिजिबिलिटी को कुरा गर्दाखेरि चाहिँ हैन 10+2 साइन्स फ्याकल्टीमा 10+2 गरेको हुनु पर्यो एज यु अल नो हैन. अनि डिप्लोमा गरेकोहरुको पनि इक्विभ्यालेन्ट हुनु पर्यो 50% एग्रिगेट अनि जीपीए मा चाहिँ 2.4 जति हुनु पर्यो हैन. एज को कुरा गर्छौं भने चाहिँ 60 क्रस गरेको हुनु पर्यो. अभियसली नागरिकता चाहिन्छ. टोटल अवेलेबल सिट्स चाहिँ 100 हो नेपालमा. अहिले कमन एन्ट्रान्स एक्जाम भइसकेको छ जसमा कट अफ मार्क्स भनेको चाहिँ 51 रहेको छ. लेट्स टक अबाउट द युनिभर्सिटीज फर अप्टोमेट्रिक कोर्सेस इन नेपाल, जसमा चाहिँ 3टा युनिभर्सिटिजहरु मेन रहेको छ. पोखरा युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी र नेशनल एकाडेमी अफ मेडिकल साइन्सेस. हिमालयन आई हस्पिटल जुन पोखरामा छ, जुन पब्लिक सरकारी पर्छ हैन. अर्को भनेको अहिले रिसेन्टली खुलेको हो नोबेल कलेज चाहिँ काठमाडौँको हैन. अनि त्रिभुवन युनिभर्सिटीमा अब आइएम भनेर चिन्न सक्नुहुन्छ, महाराजगञ्ज मेडिकल कलेजमा. त्यसपछि नेशनल एकाडेमी अफ मेडिकल साइन्स. यो चाहिँ नझुक्किनु होला एज मी म झुके जसरी चाहिँ नझुक्किनु होला. यसको चाहिँ 5वटा कलेजहरु छ हैन. डिटेल अर्को भिडियो पनि बनाउँला चाहियो भने चाहिँ हैन. सो यसमा चाहिँ नाम्समा पढाइ चाहिँ हुने हैन. नाम्सको 5वटा कलेजहरु छ हैन. त्यहाँ चाहिँ बल्ल तपाईलाई 8-8 जनाले 40 जनाको पढाइ हुने हो. यो महाराजगञ्ज मेडिकल कलेजको सिट्सको बारेमा कुरा गरौँ हैन. टोटल सिट भनेको 10वटा छ यसमा चाहिँ. अनि स्कलरशिप 8वटा छ भने पेइङ 2टा छ. पेइङमा देख्न सक्नुहुन्छ एउटा फरेन एउटा नेपालीको लागि छ. यदि यो फरेन कोटा फिल भएन भने चाहिँ नेपालीले पनि पढ्न पाउँछ होला आई गेस हैन. स्कलरशिपको लागि चाहिँ 4वटा ओपनबाट जान्छ भने 4वटा रिजर्भेसन छ कोटामा छ. एउटा फिमेल, एउटा मधेसी दलित, एउटा मुस्लिम र एउटा चाहिँ पिछडिएको, यसरी चाहिँ छ. सो 100 टोटल सिट्समा चाहिँ म्याक्सिमम भनेको नाम्स वी हस्पिटलकोमा छ हैन. यसमा चाहिँ 40वटा टोटल सिट्स रहेको छ, जसमा स्कलरशिप भनेको चाहिँ 30 जनाको लागि रहेको छ भने पेइङ चाहिँ 10 जना. फर्स्ट पेइङको कुरा गरौँ. पेइङमा पनि 7 जना नेपाली र 3 जना फरेनको लागि भनेको छ. अनि स्कलरशिपको लागि चाहिँ ओपन 16 जना चाहिँ ओपनमा स्कलरशिपको लागि पाउन सक्नुहुन्छ भने रिजर्भेसन 14. अब रिजर्भेसनमा पनि के कोटाको लागि छ त भन्दा 4वटा फिमेलको लागि, एउटा दलित फिमेलको लागि, एउटा ओन्ली फर दलित मेल फिमेल जो पनि हुन पाए, 2टा चाहिँ आदिवासी जनजाति, 3टा खस आर्य, 1 जना मधेसी, 1 जना थारू र 1 जना पिछडिएको वर्गको तर्फबाट गरेर चाहिँ यसरी चाहिँ क्याटेगोराइज गरिएको छ. अब कुरा गरौँ पोखरा, एकदम ब्युटिफुल ठाउँ पोखरामा रहेको हिमालयन हस्पिटलको कुरा गरौँ हैन. त्यहाँ चाहिँ टोटल सिट्स 20वटा रहेको छ, जसमा स्कलरशिप भनेको 15 जनाले पाउँछन् भने पेइङ चाहिँ 5 जनाको लागि छ. 2टा फरेन र 3वटा नेपाली. अघि भने जस्तै फरेनर कोही आएन भने चाहिँ नेपालीले त्यो सिट पाउँछ. सो 15वटा स्कलरशिपमा ओपन चाहिँ 8 जनाले लिन पाउँछ भने 7वटा चाहिँ रिजर्भेसनको लागि छ. रिजर्भेसनमा पनि 2टा फिमेल कोटा, 1 जना दलित, 1 जना आदिवासी जनजाति, 1 खस आर्य, 1 मधेसी र 1 जना थारू. यसरी चाहिँ यो डिभाइड भएको छ. अब हामी कुरा गरौँ पियु भित्रै पर्छ नि त यो चाहिँ पब्लिक भयो. अब हामी प्राइभेट पियुको प्राइभेट नोबेल कलेज जुन काठमाडौँमा छ त्यसको पनि कुरा गरौँ. र यो चाहिँ रिसेन्टली खुलेको हो. यो चाहिँ दिस इज द ओन्ली प्राइभेट कलेज फर अप्टोमेट्रिक कोर्स इन नेपाल हैन. अनि टोटल सिट्स चाहिँ यसमा 30 छ. र सकिङ पार्ट भनौँ कि स्ट्रेन्ज कुरा के भनौँ भने स्कलरशिप 3 जना मात्रै छ, जसमा पनि ओपन 1 जना मात्रै र रिजर्भेसन कोटा 2 जना छ. 1 जना आदिवासीको लागि र 1 जना खस आर्यको लागि. अब पेइङतिर जाने हो भने चाहिँ 27वटा रह्यो हैन. फरेनरहरूको लागि 10वटा छ भने नेपालीको लागि चाहिँ 17वटा छ है. पेइङको लागि
7,77,000 रहेको छ होइन, रुपिजमा यति रहेको छ। 4 वर्षको लागि चाहिँ यो कोर्स हो होइन। अनि तपाईँले हरेक वर्ष चाहिँ एज इन्स्टलमेन्टमा दिए पनि हुन्छ। भने स्कलरसिपको लागि चाहिँ फुल स्कलरसिप हो, पार्सियल भनेर छैन होइन, फुल 100% स्कलरसिप हो, 1 रुपियाँ पनि खर्च हुँदैन। एज म पनि स्कलरसिपमै पढिरहेको छु अहिले। अर्को कुरा, स्कलरसिप पढेपछि चाहिँ 4 वर्ष पढ्नुभयो तपाईँले स्कलरसिपमा, त्यसपछि बोन्डिङ भन्ने कुरा आउँछ। पहिले थाहा पाउनु पऱ्यो तपाईँहरूले होइन। बोन्डिङ भनेको चाहिँ सरकारले हामीलाई स्कलरसिपमा पढाए बापत हामीले दिने सेवा हो। बोन्डिङको लागि चाहिँ तपाईँ मेन्टल्ली स्कलरसिपमा पढ्ने भने चाहिँ पहिले रेडी भए हुन्छ। बोन्डिङ नगर्दा के हुन्छ होइन, नगर्ने अप्सन छ कि छैन भन्नुहुन्छ भने चाहिँ त्यसको अब नगर्ने हो भने चाहिँ तपाईँले डबल दस्तुर तिर्नुपर्छ भनेको। जतिमा पढ्नु भएको छ नि त्यसको डबल दस्तुर तिरेर मात्रै आफ्नो माइग्रेसन सर्टिफिकेटहरू त्योहरू लिन सक्नुहुन्छ तपाईँले। सो बोन्डिङ चाहिँ कति वर्षको भन्नुहुन्छ भने चाहिँ 2 इयर्सको हो। पेइङलाई चाहिँ अहिलेसम्मको टेन्टेटिभ चाहिँ 7,77,000 भने मैले, जुन चाहिँ हामीले पढ्दादेखि चाहिँ अलिकति बढ्दै गएको छ कि हरेक वर्ष। सो यो वर्ष पनि नबढ्ला भन्न चाहिँ सकिँदैन, मेबी स्टेबलै रहन सक्छ। अनि प्लस नोभेल एकाडेमीमा पढ्नुहुन्छ भने प्राइभेट हो भने थोरै बढी पनि हुनसक्छ मेबी होइन। अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ 4 वर्षको कोर्स त हो होइन, तर कोही ठाउँमा इयरली कोही ठाउँमा सेमेस्टर वाइज हुन्छ होइन। जस्तो नाम्समा चाहिँ इयरली हुन्छ होइन, हिमालयन आई हस्पिटलमा चाहिँ सेमेस्टर वाइज हुन्छ, 8वटा सेमेस्टरमा सकिन्छ भने चाहिँ अब आइआइएममा पनि इयरली नै हुन्छ। र नोबेल एकाडेमी चाहिँ रिसेन्टली स्टार्ट भएको भएर आई एम नट सो अपडेटेड रिगार्डिङ द्याट। डक्टर लेख्ने कुरामा चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो हरेक प्रोफेसनको एउटा कोड अफ इथिक्स हुन्छ भनेको, रेगुलेटरी बडी हुन्छ जसले चाहिँ कोड अफ इथिक्स रुल्स एन्ड रेगुलेसन्सहरू गर्न पाउने नपाउने भनेर दिएको हुन्छ, एउटा बुकै हुन्छ होइन। सो त्यो कोड अफ इथिक्समा हामी अप्टोमेट्रिस्टहरूलाई चाहिँ डक्टर लेख्न पाइन्छ भनेर भनेको छ, प्रिफिक्स डक्टर गर्न पाइन्छ लेख्न पाइन्छ भनेर भनेको छ होइन। तर प्र्याक्टिसमा चाहिँ अलिकति कन्फ्लिक्टिङ नै छ। सो नाम्सको बारेमा बुझ्न छ भने म चाहिँ नाम्सको स्टुडेन्ट भएको भएर अलिक डिटेलमा म चाहिँ अर्को भिडियोमा बनाउँछु होइन। सो धेरै लामो हुन्छ होइन, यो चाहिँ ओभरअल थियो। इफ यु हेभ एनी क्वेरिज यु क्यान डिएम मी इन इन्स्टा अर डिरेक्टली कमेन्ट सेक्सनमा आफ्नो क्वेरिजहरू राख्न सक्नुहुन्छ। So thank you for watching this video. Hope you all the best for the future and wisely decision linu hola. And if you are coming to optometry family, optometry world, I heartily welcome you. So bye bye.